जय श्रीमन नारायण। नमस्कार। म आचार्य श्री डाक्टर महेन्द्रनाथ मुन्दडा, पिरामिड वास्तु नेपालको तोडफोड नगरिकन एकमात्र पिरामिड यन्त्रबाट वास्तु दोष निवारण हुने ठाउँ हो यो। हामी तपाईहरुलाई केही भिडियोहरू पहिला पनि हाम्रो पोस्ट भएको छ युट्युबमा। युट्युब हेर्न पनि रिक्वेस्ट गर्छु म, अनि त्यहाँबाट जानकारी लिन सकिन्छ। आज हामी हाम्रो घरमा टोयलेट हुँदा त्यसको इम्प्याक्ट के हुन्छ र पहिला किन वास्तु दोष त्यस्तो देखिदैन थियो, आजभन्दा 20-30 वर्ष अगाडि वास्तु दोष देखिदैन थियो, त्यसको पनि हामी चर्चा गर्छौं। पहिला हामी किन हुँदैन थियो त्यसमा आइरहेछौं। पहिलाको जमानामा घरभित्र टोयलेट हुँदैन थियो, घर बाहिर हुन्थ्यो। त सबभन्दा बढ्ता वास्तु दोष हुने ठाउँ, नेगेटिभिटी आउने ठाउँ हाम्रो टोयलेट हुन्छ। त पहिलाको जमानामा मान्छे घरमा खाना खान्थे, बाहिर टोयलेट गर्न जान्थे। त्योभन्दा पहिला अझ खेतमा जान्थे, त घरमा हार्मोनी हुन्थ्यो, सबैको मन मिल्या हुन्थ्यो। त्यो किनभने नेगेटिभिटी एकैचोटिमा बाहिर गइहाल्थ्यो, एउटा कुरो। अर्को अब के भएको छ भनेपछि हामीहरूले आजभोलि एट्याच टोयलेटको प्रचलनमा आएका छौं। मजबुरी पनि छ, खाली ठाउँ छैन। खाली ठाउँ भइदिएको भए त हामीले केही पनि गर्न सक्थ्यौं, पहिला जस्तो पनि युज गर्न सक्थ्यौं। कम्प्याक्ट भयो, 2 आना 3 आना 4 आना 5 आनामा घर बन्छ। कहाँ टोयलेट बाहिर बनाएर साध्य हुन्छ? प्राइभेसीको कुरा आयो। तब यो सब कुराहरूको समाधानको लागि हामी पिरामिड यन्त्रबाट जहाँसुकै भएका पनि टोयलेटहरूलाई वास्तु निवारण गर्न सक्छौं, वास्तु दोष निवारण गर्न सक्छौं त्यसको। त अब आज हामी कुरा गरिरहेछौं पिरामिड यन्त्रहरूमा। यो पाइराबेन छ, एक पाइराबेन यो भयो जसलाई पाइराबेन भन्छौं। यो पाइराबेन कपर भयो, यो पाइराबेन गोल्ड भयो। अब यिनीहरूलाई हामी टोयलेटमा कसरी प्रयोगमा ल्याउने भनेपछि बेसिक एउटा यन्त्रबाट म चालु गर्दैछु। यो तपाईको यो दुईटा यन्त्र र एउटा यो टोयलेट भित्र लाग्छ, यसको अहिले चर्चा गर्छौं हामी। यो दुईटा यन्त्रले हामीले टोयलेटको नकारात्मक ऊर्जालाई सजिलै बन्द गर्न सक्छौं। यो तपाईको सिलिङमा बनिसकेको घरमा सिलिङमा बन्दैछ भने घरमा तल भुइँमा राखिदिनुस्, अनि त्यो माथिबाट प्लास्टर सिमेन्ट जे गर्नु छ, टाइल लगाउनु छ, मार्बल लगाउनु छ, त्यो लगाउन सकिन्छ। अनि यसलाई बनेको घरमा अब माथि सिलिङमा राख्यो, अनि पुश गर्नको लागि हामी यो यन्त्र प्रयोगमा लिन्छौँ। यस्तो राखेर पुश गर्न, यसको हामी भिडियो तपाईलाई भिडियोमा हाल्छौँ, फोटो हालिदिन्छौँ हामी। किन हामी पनि जहाँ बस्छौँ त्यहाँ सबभन्दा पहिला टोयलेटै कट गर्नको लागि हामीले गुरुले भन्नुभएको थियो, टोयलेट कट गर, डोर इनर्जाइज गर भनेर। त यो एउटा भयो। अर्को, अब धेरै नराम्रो ठाउँमा टोयलेट छ भने हामी यो कपर र यो गोल्ड वाला पाइराबेन पनि हामी युज गर्न सक्छौं। यसको साथमा अब जसरी भन्छन् मान्छेहरू, ईशान्य कोणमा टोयलेट भयो, तर फ्ल्याट सिस्टममा ईशान्य कोणमा टोयलेट दियो, या तपाईको रो हाउसेस लिँदै हुनुहुन्छ, या इन्जिनियरले नि गल्तीले घर टोयलेटको पोजिसन दिइसक्यो, हामी त्यति बेला केयर गर्दैनौँ। पछि जाँदाखेरि थाहा पाउँछ, कोही पाहुना आउँछन्, घरमा आउँछन्, वास्तुविज्ञहरू पनि सम्बन्धित व्यक्तिहरू आउँछन्, तिनीहरूले भन्छन् अरे यो त धेरै नराम्रो छ। अब त्यस्तो टाइममा हामी त्यसलाई तोडफोड गर्न सक्दैनौँ। तोडफोड नगर्नको लागि ईशान्यको टोयलेटहरूमा यो दुईटा पाइराबेन अनि यो सब यन्त्रहरू जुन छ तपाईको, यसमध्ये यो सब यन्त्रहरू राखेर हामी त्यहाँ भएको नकारात्मक ऊर्जालाई हामी हाम्रो घरमा आउनको लागि कम गर्न सक्छौं। यो यन्त्रहरूमा अब जसरी ईशान्यमा भयो, अझ मोर पावरफुल तरिकाले हामीलाई कट गर्नु छ भने हेर्नुस्, यो मल्टियर गोल्ड भनेर छ र पाइराबेन गोल्ड भनेर छ। त्यो प्रयोग गर्यो भने त्यसको नकारात्मक ऊर्जा जुन घरमा आइरहेछ त्यसलाई काट्नको लागि धेरै सजिलो हुन्छ। कपर पनि लाउन सक्छौं, कपरको साथमा यो प्रयोग गर्न सक्छौं, यो एउटा प्रयोग गर्न सक्छौं।
कपरकै साथमा यो पनि प्रयोग गर्न सक्छौँ। नर्मल तरिकाका भएका टोयलेटहरू छन् भनेपछि नर्मल ठाउँमा भएका, सरी नर्मल तरिका होइन, नर्मल ठाउँमा भएकामा हामी यो सब यन्त्रहरू प्रयोग गरेर यिनीहरू पनि लाउन सकिन्छ सबै। त हामी आफ्नो टोयलेटको नकारात्मक ऊर्जालाई हामी आफ्नो घरमा रोक्न सक्छौँ। अनि किन चाहिएको छ अब यो सब चिजहरू किन भइरहेछन् भने पहिलाको जमानामा घरमा टोयलेट हुँदैन थियो, मान्छे बाहिर जान्थे, आफ्नै बाडीमा जान्थे, अझ त्योभन्दा पहिला टाढा टाढा जान्थे, मर्निङ वाक पनि हुन्थ्यो, अनि टोयलेटको काम पनि हुन्थ्यो। त्यो हिसाबले नकारात्मक ऊर्जा सबभन्दा बढ्ता आउने ठाउँ हाम्रो छ भने टोयलेट हो। त्यसको राम्रो ठाउँमा छ भने पनि म त सजेस्ट के गर्छु भने पनि प्याराबेन लाएर त्यसलाई कुनै पनि आफ्नो इच्छा अनुसारले कुनै पनि प्याराबेन लाएर हामी त्यो ठाउँको नकारात्मक ऊर्जालाई रोक्न सक्छौँ, जुन काम पिरामिड यन्त्रबाट मात्रै सम्भव छ। अब यो एउटा यन्त्र छ तपाईँको, यसको बारेमा यो टोयलेटमा बाहिर हामीले त्यसको रेक्टिफिकेसन गर्यौँ कट भएको। अब यो नेट्रोन भन्छौँ यसलाई हामी। यो डोम छ, हेर्नुहोस् यो डोम भयो, यो एउटा प्लेट भयो, यो डोम छ, यो डोमभित्र एउटा कालो बट्टा दिएको छ। यसमा हामीलाई नुन राख्न पर्छ, ढिके नुन वा फेरि बिरे नुन नराख्ने है, सिधे नुन मात्रै कि ढिके नुन, यो दुईटा मात्रै। फेरि त्यो आयोडिन नुनहरू पनि राख्न हुँदैन, त्यसले छिट्टै लिक गर्छ र बिगार्छ सामानहरूलाई, कोठाको टोयलेटको स्वरूपलाई पनि खराब गर्छ अलिअलि। त यो एउटा भयो, यो नेट्रोन हो। अब हामी एउटा कुरो अरू बताउन चाहन्छौँ भने के भनेपछि बनिसकेको घरलाई तोडफोड नगरिकन जब यन्त्र लगाइन्छ भने त्यहाँको वास्तु दोष निवारण छिट्टो हुन्छ। अब कसैले भन्छन् होइन यो त नराम्रो ठाउँमा छ, तोडफोड गरिदेऊ, गरियो भने त्यहाँको फेरि त्यो, किनभने हामी गृह प्रवेश गर्नुभन्दा पहिला जुन वास्तु शान्ति गर्छौँ, पूजापाठ गर्छौँ, त्यसको नकारात्मकता त्यसको सकारात्मकता घट्दै जान्छ, नकारात्मकता बढ्छ। त्यस कारणले तोडफोड नगरिकन हामीले समाधान दिने उसमा यो यन्त्रहरू टोयलेटहरूको लागि प्रयोगमा लिन सकिन्छ। धन्यवाद।